हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ। के छ, सबैजना सन्चै हुनुहुन्छ होला? हामी पनि सन्चै छौँ। यस्तै छ हामीहरूको दिन यसरी नै कटिरहेको छ। बिहान अब 2-3 घन्टा यसरी नै कट्यो, किनकि हामी मर्निङ वाकमा छौँ। हामी दुईजना छौँ। हामी जम्मा 8 किलोमिटर जति हिँड्या होला है। अब यति नै हो। अब जस्तो अब यति नै हिँड्ने, अब किनकि ज्यान अलि लुरे बनाउनु छ कि अझै। यो भन्दा लुरे त लुरे नै छु, तर यो भन्दा अझै लुरे बनाउनु पर्ने छ ज्यानलाई। अलि लुरे भए पो अहिले हावा पनि उडोस् न टक्क पारामा। त्यही भएर गाह्रो छ। त्यस्तै ज्यान हावा उड्ने बनाउने भने हो। अझै कति छु म जम्मा भन्दाखेरि 47-48 छु कि जस्तो लाग्छ। त्यति नै छु जस्तो लाग्छ। 47-48। दाइ कति हुनुहुन्छ तपाईँ? कति केजी हुनुहुन्छ भनिदिनु पर्यो। कति कति? आमा 72 भने त धेरै हो त। अनि ओ मुनि 72 भने त धेरै हो। आमा 72 केजी, 49, 47, 48 यस्तो छु भने के गर्ने। अझै 3-4 केजी घटायो भने 45। ओहो 45 भएपछि त झन् हावाले पनि उडाइदिन्छ होला मलाई त। हावाले पनि उडाइदिन्छ होला। यस्तै छ। हिँडिरहेछौँ। अहिले भयो हाम्रो ठ्याक्कै 5 बजे करट्ट निस्कियो। अब गाउँ हुँदा हुँदा कहाँ हुँदा हुँदा आएको। अहिले बल्ल अब यहाँबाट जाँदैछौँ। गाउँतिर भिडियो बनायो भने किनकि झ्याउ हुन्छ कि मोबाइल यस्तो यस्तो ठड्याउनलाई। त्यही बाई बाई एभ्रिवान सबैजनालाई।